साथीहरु नमस्कार। म आज तपाईहरुलाई एउटा अटोमेटिक प्लान्टबाट साबुन कसरी बन्छ भनेर भिडियो मार्फत देखाउन गइरहेको छु। जुन कपडा धुने अथवा नुहाउने साबुन कसरी बन्छ भनेर भिडियोमा तपाईले हेर्न सक्नुहुन्छ। सर्वप्रथम एउटा मिक्सरमा केमिकल हालेर मिक्सिङ गरिन्छ। मिक्सिङ गरेको 45 मिनेटपछि त्यसलाई एउटा कन्भेयरको थ्रुबाट अर्को ट्रिपल रोल मिलिङ मसिनमा लगिन्छ। अटोमेटिक प्लान्टमा ट्रिपल रोल मिलिङ मसिनमा लानुभन्दा पहिला त्यसलाई एउटा नुडल्स अथवा किमा जस्तो बनाउनु पर्ने हुन्छ। त्यसको लागि कन्भेयरको थ्रुबाट एउटा सिम्प्लेक्स एक्सट्रुडर मसिनमा यो साबुनको जुन बेस हुन्छ मिक्सिङ गरिएको त्यसलाई झारिन्छ। तपाईले भिडियोमा पनि देख्न सक्नुहुन्छ नुडल्स बनेको छ। यो नुडल्सलाई अब हामी फेरि एउटा कन्भेयरको माध्यमबाट हामी ट्रिपल रोल मिलिङ मसिनमा झार्दछौँ। तपाईले भिडियोमा देख्न सक्नुहुन्छ कसरी चाहिँ ट्रिपल रोल मिलिङ मसिनमा यो सोप नुडल्स गइरहेको छ। ट्रिपल रोल मिलिङ मसिनमा गइसकेपछि यसमा भएका साना साना गिर्खाहरू कम्प्लिट तपाईको फुटेर साबुनको साइनिङ फिनिसिङ निकाल्नलाई यो ट्रिपल रोल मिलिङ मसिनको प्रयोग गरिन्छ। यसमा साबुनको एकदमै गिर्खाहरू सबै फुटेर पातलो लेयरमा आउँछ। यो पातलो लेयर आइसकेपछि यसलाई फेरि हामीले स्क्रु कन्भेयरको थ्रुबाट हामी फेरि प्लडरमा लिएर जान्छौँ। यो अटोमेटिक प्लान्ट हो, फुल्ली अटोमेटिक प्लान्ट भन्न सकिन्छ यसलाई चाहिँ। यसमा मान्छेले यताउति सार्नु परिरहने काम हुँदैन। यो ट्रिपल रोल मिलिङबाट झरिसकेपछि त्यसलाई चाहिँ कन्भेयरको थ्रुबाट डुप्लेक्स प्लडर मसिनमा यो साबुन पठाइन्छ। यहाँबाट यो भ्याक्युम सिस्टमको प्लडर मसिन हुन्छ। यसले चाहिँ साबुनको बार निकाल्छ। यसमा चाहिँ एकजना मान्छेको आवश्यकता पर्छ। यहाँबाट यहाँ कटिङ गरिसकेर यसले चाहिँ लामो लामो बारलाई कटिङ गरेर यसले अटोमेटिक कटिङ मसिनमा फेरि पिस पिस बनाउनको लागि अटोमेटिक कन्भेयर सिस्टमबाटै पठाइन्छ। अब यहाँ एकजना मान्छे चाहिन्छ। कटिङ गरिसकेपछि साबुन जुन पिस पिस हुन्छ त्यसलाई चाहिँ पन्चिङ गर्नुपर्ने हुन्छ। पन्चिङ गरेर एउटा डिफ्रेन्ट सेपमा साबुनको कस्तो सेपमा दिने भनेर पन्चिङ गर्नुपर्ने हुन्छ। यसरी तपाईले भिडियोमा देख्न सक्नुहुन्छ पन्चिङ। यसले चाहिँ एउटा साबुनको पर्फेक्ट सेप निकाल्छ। यो सेप निकालेपछि यसलाई प्याकेजिङको लागि अब हामीले प्लास्टिकको प्याकेजिङ अथवा पेपर प्याकेजिङ केबाट गर्न चाहन्छ प्याकेजिङ गरेर कार्टुनमा हामीले हालेर मार्केटमा सेल्स गर्नको लागि रेडी बनाइन्छ। यदि तपाईँ पनि साबुन उद्योग गर्न चाहनुहुन्छ, बुझ्न चाहनुहुन्छ भने कृपया हाम्रो अफिस कलङ्कीमा रहेको छ, तपाईँ त्यहाँ भिजिट गर्न सक्नुहुन्छ। साबुनका सम्पूर्ण डिटेल, मसिन, र मेटेरियल्स सबै उपलब्ध हुनेछ।